सबैलाई नमस्कार। मेरो नाम दिलीप यादव। आज हामी एसाइटिस बारे कुरा गर्दैछौँ। एसाइटिस एक कुखुरामा देख्ने अत्यन्तै गम्भीर मेटाबोलिक रोग हो। यसलाई अर्को नाममा वाटर बेली सिन्ड्रोम भनिन्छ। यो अवस्थामा कुखुराको पेटभित्र तरल पदार्थ पानी जम्मा हुन्छ। यो रोग विशेष गरी छिटै बढ्ने ब्रोइलर कुखुरामा धेरै देखिन्छ र मृत्युदर उच्च हुन सक्छ। यहाँ एसाइटिसको समस्या पहिलो पटक अत्याधिक उत्पादनका लागि विकसित गरिएको ब्रोइलर लाइनमा देखिएको थियो। ब्रोइलरमा चाहिँ धेरै खतरा हुन्छ किनभने ब्रोइलर धेरै बढ्छ, अक्सिजनको माग धेरै हुन्छ। मुटु र फोक्सोले शरीरको अक्सिजन पुर्याउन नसक्दा यो समस्या सुरु हुन्छ। लेयर्समा चाहिँ कम देखिन्छ तर अत्याधिक धेरै चिसो र हाई एल्टिट्युडमा यो रोग देख्न सक्छ। एसाइटिस हुने प्रमुख कारणहरू अक्सिजनको कमी, हाइपोक्सिया, खराब भेन्टिलेसन, हाई एल्टिट्युड, चिसो वातावरण र अत्याधिक धेरै ऊर्जा भएको दाना, मुटु र फोक्सोमा बढी दबाव पर्नु। यी सबै कारणले रगतमा दबाव पर्छ र पेटभित्र पानी जम्मा हुन्छ। एसाइटिस सर्ने तरिका। एसाइटिस सङ्क्रामक रोग होइन, एक कुखुराबाट अर्को कुखुरामा सर्दिन, तर यसलाई विभिन्न कारणले उत्पन्न गर्छ, जस्तै अक्सिजनको कमी, नराम्रो भेन्टिलेसन, चिसो वातावरण र अत्याधिक धेरै ऊर्जा भएको दाना। सबैलाई नमस्कार। मेरो नाम विशाल प्राजुली। आज हामी कुरा गर्दैछौँ कुखुरामा देखिने एउटा मेटाबोलिक रोग एसाइटिसको बारेमा। यसको लक्षणहरू के हुन्छन् त? सास फेर्न गाह्रो हुनु, पेटमा पानी भरिनु, खुट्टाहरू सुनिनु, ज्वरो निलो हुनु र वृद्धि नहुनु जस्ता लक्षणहरू एसाइटिसका मुख्य लक्षणहरू हुन्। एसाइटिसको लक्षण आएपछि अब हामीले एसाइटिस पुष्टि कसरी गर्ने त? एउटा हुन्छ क्लिनिकल साइन हेरेर, जस्तै पेटमा पानी जम्मा हुनु, सास फेर्न गाह्रो हुनु, र अर्को हुन्छ पोस्टमार्टम। पन्छी मरेपछि चिर्दा पेटमा पहिलो तरल पदार्थ देखिनु, मुटु ठुलो हुनु, भेन्ट्रिकुलर हाइपरट्रोफी र अर्को फोक्सो कन्जेस्टेड हुनु जस्ता लक्षणहरूले हामीलाई एसाइटिस हुने कुरा पुष्टि गर्न सकिन्छ। उपचार। एसाइटिसको उपचार भने छैन, तर हामीले यसलाई रोक्न चाहिँ सकिन्छ। जस्तै दानामा ऊर्जाको मात्रा कम गरेर, चिसोबाट बचाएर, भिटामिन सी, ई र सेलेनियम प्रोभाइड गरेर र उसलाई ओभर क्राउडिङ जस्तो चिजहरू नगराउने हो भने हामीले एसाइटिसबाट बचाउन सकिन्छ। रोकथाम। एसाइटिस भन्ने रोग हामीले आफूले चाह्यो भने रोक्न चाहिँ सकिन्छ। जस्तै कम ऊर्जा भएको दानाहरू खुवाएर, राम्रो भेन्टिलेसन गराएर, एउटा खोरमा धेरै चल्लाहरू नराखेर र उनीहरूलाई चाहिने सम्पूर्ण चिजहरू, पानीहरू व्यवस्थित गरेर हामीले एसाइटिस रोक्न सकिन्छ। निष्कर्ष। एसाइटिस विशेष गरी ब्रोइलर पोल्ट्री उद्योग क्षेत्रमा ठुलो आर्थिक चुनौती हो। यो सङ्क्रामक नभए पनि नराम्रो व्यवस्थापन र खराब वातावरणका कारण उत्पन्न हुन्छ। समयमै कारण पहिचान गरी राम्रो निदान अपनाएमा ठुलो आर्थिक चुनौतीबाट बच्न सकिन्छ। धन्यवाद।